जिन्दगीमा दुःख भन्ने कसलाई पर्दैन साथीभाइहरू, सबैलाई पर्छ। उसै गरी हाम्रो गाउँको यहाँ हेर्नु न, ऊ मेरो भाउजू मेरो माइजू ऊ तल उदो फक्रेर बसिरहनु भएको छ है। आज दुईजना चाहिँ परमा खेल गर्छ नि त खेताला। अनि आज चाहिँ दुईजना भाउजूकोमा रहेछ। भाउजू र दुईजना माइजू मल बोकाइ हुँदैछ साथीभाइहरू। मल बोक्नु पर्यो मकैको लागि होइन। गाउँले जिन्दगी यस्तै हो साथीभाइहरू। तपाईँकोतिर पनि त्यस्तै होला होइन। गाउँ बस्तीमा हो, खेताला पात त सबैको हुन्छै हुन्छ कि कसो हो कमेन्ट राख्नु होला है। यसरी मल बोकेर मकै सकै लगाएन भने त खेतबारीहरू त त्यसै बाँझो भएर जाने भयो नि त। त्यसै कारणले चाहिँ मल बोकेर चाहिँ दुईजना परमा खेलेर चाहिँ पुरै मल आज मकै लगाउने। मकै लगाइसकेर साथी पनि रहेछ हो। एकछिन शीतलमा बिसाइसकेपछि चाहिँ होइन, एकछिन शीतलमा बिसाइसकेपछि घाम यस्तो टक्क घाम छ फेरि त्यही माथि गाइस। गाउँले जीवन यस्तै हो। अर्कोले मल निकाल्ने, अर्कोले यसरी डोकोमा भर्ने गरेर दुईजनाले मल सल भरबार गरेर पनि बोकेर पनि बारीमा लगिरहेको तपाईँहरूले देखिरहनु भएको छ। यहाँ हेर्नुहोस् है, मकैको लागि मल बोकाइ। यस्तो हुन्छ है गाउँले जीवन। हाम्रोमा मात्रै होइन, तपाईँहरूकोतिर पनि त्यस्तै छ मलाई थाहा छ होइन। प्रत्येक गाउँ बस्तीहरूतिर बजारतिर त हुँदैन। दुईजना लाग्यो है है सेलो हेर्नुहोस् है। लु यस्तो टनटन घाममा उकालो यता फेरि हाम्रो राई माइला कहाँबाट यहाँ आइपुग्नु भएछ। यहाँ हेर्नुहोस् है। राई माइला लेप्चा घरमा कहाँबाट आइपुग्नु भएछ। गाईलाई दानाको लागि प्रिपेयर गर्नु हुँदैछ। गाउँले जीवन यस्तै हो। एकदमै राम्रो वातावरण, स्वच्छ वातावरण हुन्छ गाउँमा है। गाउँघरमा बाछालाई पनि दानादिनको लागि लाँदैछ भाउजूले। Guys, thank you for watching my videos. Please do like, subscribe and share. Hey.